नमस्कार। नेपालको सरकारी काम कारवाही अब बिस्तारै डिजिटल हुँदैछ। यही क्रममा एउटा निकै महत्त्वपूर्ण कदम चालिएको छ जसले हजारौं निजामती कर्मचारीहरूको रेकर्ड राख्ने तरिका नै बदल्न सक्छ। आज हामी त्यही PIS इन्टरअपरेबिलिटी अर्थात् PIS अन्तराबद्धताको बारेमा कुरा गर्दैछौँ। एकछिन सोचौं त, कुनै कर्मचारीले निकै मेहनत गरेर एउटा तालिम लियो तर उसको सरकारी रेकर्डमा त्यो अपडेट नै भएन भने के होला? पक्कै पनि उसको प्रमोसन वा सरुवामा असर पर्छ होइन त? हो, यस्तै खालका वास्तविक समस्याहरूलाई सुल्झाउनकै लागि सरकारले यो नयाँ पहल अघि बढाएको हो। ल, अब सुरुमा त यो बुझौं कि कर्मचारीहरूको रेकर्ड राख्ने काममा खास समस्या चाहिँ के हो। हाम्रो यत्रो ठूलो सरकारी संयन्त्रमा हरेक कर्मचारीको सानो सानो विवरण पनि ठिक समयमा र सही तरिकाले अपडेट गर्नु किन यति गाह्रो भइरहेको छ? ल, यसलाई अलिक गहिरिएर हेरौं। अहिलेको अवस्था र भविष्यको लक्ष्यलाई हेर्ने हो भने आकाश जमिनको फरक देखिन्छ। एकातिर अहिलेको सिस्टम छ जहाँ धेरैजसो काम हातले नै डाटा एन्ट्री गर्नुपर्छ, जसले गर्दा ढिला पनि हुने, गल्ती पनि हुने सम्भावना एकदमै धेरै हुन्छ। तर अर्कोतिर अबको लक्ष्य के हो भने सिस्टमहरू आफै एक आपसमा बोलुन्, डाटा सिधै सिङ्क होस् ताकि सबै जानकारी रियल टाइममा अनि एकदमै सही तरिकाले अपडेट होस्। त्यसो भए यो सबै समस्या समाधान गर्ने योजनाको केन्द्रमा के छ त? खासमा यो पुरै पहल एउटै सेन्ट्रल सिस्टमको वरिपरि घुमेको छ जसको नाम हो PIS। PIS अर्थात् पर्सनल इन्फर्मेसन सिस्टम। यो भनेको राष्ट्रिय किताबखाना निजामतीले चलाउने एउटा सेन्ट्रल सिस्टम हो। नेपालका सबै निजामती कर्मचारीहरूको अफिसियल रेकर्ड यहीँ राखिन्छ। एक किसिमले भन्नुपर्दा यो कर्मचारीहरूको डेटाको लागि एउटा मुख्य हब जस्तै हो। ल, PIS त सेन्ट्रल सिस्टम भयो, तर यसलाई अझै पावरफुल र इफेक्टिभ कसरी बनाइदैछ त? हो, यसको समाधान एउटै शब्दमा छ, इन्टरअपरेबिलिटी अर्थात् अन्तरआबद्धता। इन्टरअपरेबिलिटी यो शब्द सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर यसको मतलब एकदमै सरल छ। यो भनेको फरक फरक कम्प्युटर सिस्टमहरूले एक आपसमा कुरा गर्न सक्नु हो, डेटा साटासाट गर्न सक्नु हो। जस्तै हामी विभिन्न ब्याङ्कका मोबाइल एपहरू एउटै वालेटमा लिङ्क गरेर सबै ब्यालेन्स एकै ठाउँमा हेर्छौं नि। हो, ठ्याक्कै त्यस्तै गरी अब सरकारका विभिन्न सिस्टमहरू पनि एक आपसमा जोडिने भए। अनि यो कन्सेप्ट अब खालि कागजमा मात्रै सीमित छैन। अहिले के गरिँदैछ भने यही सेन्ट्रल PIS सिस्टमलाई तालिम दिने संस्थाहरूको सिस्टमसँग सिधै कनेक्ट गरिँदैछ। ल, कुरा त बुझियो, तर यो काम साँच्चै कसरी भइरहेको छ त? अब हेरौं, यो पहलको पहिलो चरणमा के कामहरू भएका छन्। सुरुवाती चरणमा PIS लाई 5 वटा मुख्य तालिम दिने संस्थाहरूसँग जोडिएको छ। हो, पहिलो फेजमा यी 5 वटा संस्थाहरूलाई यो सिस्टममा ल्याइएको छ। हेर्नुस् त, यसमा न्याय सेवा तालिम केन्द्र छ, नेपाल प्रशासनिक स्टाफ कलेज छ अनि सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पनि छ। त्यस्तै हुलाक तालिम केन्द्र र बागमती प्रदेशको सुशासन केन्द्र पनि सामेल छन्। अब के हुन्छ भने यी संस्थाहरूले दिएको तालिमको रेकर्ड सिधै अटोमेटिकली PIS मा अपडेट हुन्छ। यसले जस्टिसदेखि एडमिनिस्ट्रेसन र फाइनेन्ससम्मका क्षेत्रलाई समेटेको देखिन्छ। ल, सिस्टम त जोडियो, तर यसले फाइदा चाहिँ के हुन्छ त? र यसले भविष्यमा के फरक पार्छ? अब यसको असर र भविष्यबारे कुरा गरौं। यो हेर्दा त सानो प्राविधिक सुधार जस्तो लाग्ला, तर यसको असर एउटा चेन रियाक्सन जस्तै हुन्छ। पहिलो कुरा, तालिम केन्द्रले सिधै रेकर्ड अपडेट गर्छ। त्यसपछि के हुन्छ? कर्मचारीको डेटा तुरुन्तै अप टु डेट हुन्छ। अनि जब डेटा सही र तुरुन्तै उपलब्ध हुन्छ, प्रमोसन वा सरुवा जस्ता प्रशासनिक निर्णयहरू पनि छिटो हुन्छन्। र अन्त्यमा यसले समग्र सरकारी काम कारवाहीको इफिसियन्सी नै बढाउँछ। छोटकरीमा भन्नुपर्दा यसको फाइदा खाली कर्मचारीलाई मात्रै होइन, पुरै सरकारी सिस्टमलाई नै छ। कर्मचारीहरूको क्वालिफिकेसन आफै अपडेट हुन्छ, जसले प्रमोसनलाई अझै छिटो र पारदर्शी बनाउँछ। र सबभन्दा महत्त्वपूर्ण कुरा, यसले विभिन्न सरकारी निकायहरूबीच सुरक्षित तरिकाले डेटा शेयर गर्ने बानीको विकास गराउँछ। अनि यो कुरा पनि बुझ्न जरुरी छ कि यो पहल एक्कासी वा रातारात भएको होइन। यो त एउटा लामो यात्राको पछिल्लो पाइला हो। पहिले PIS सिस्टमलाई नै पुरै नयाँ बनाइयो, डेटा माइग्रेसन गरियो। केही समय अघि निजामती अस्पतालसँग पनि यसलाई जोडिएको थियो र आज यी 5 वटा तालिम केन्द्रहरूसँग जोडिँदैछ। यसले के देखाउँछ भने यो एउटा योजनाबद्ध तरिकाले डिजिटल गभर्नमेन्टतिरको यात्रा हो।
त्यसैले त यो पहललाई एक थप कुशल र एकीकृत डिजिटल सरकारतर्फको एक महत्त्वपूर्ण कदम भनिएको छ र यो साँच्चै नै हो नेपालको प्रशासनिक सुधारमा एउटा ठूलो फड्को। अब अन्त्यमा एउटा प्रश्न सोचेर टुङ्ग्याउँ। आज यो सिस्टमहरूलाई जोड्ने जुन काम सुरु भएको छ यो हेर्दा सानो लाग्ला, तर यसले भविष्यमा नेपालको पूरै पब्लिक सर्भिसको अनुहार कसरी बदल्न सक्छ होला? यसको असर हामीले सोचेभन्दा धेरै ठूलो र दूरगामी हुन सक्छ।